अमेरिका निवासी पूर्व भुटानी शरणार्थी तुलाराम गुरुङले एकल तथा असहाय शरणार्थी परिवारलाई राहत वितरण गर्नुभएको छ। झापाको दमकमा रहेको भुटानी शरणार्थी शिविरमा गुरुङले एकल, असहाय तथा बिरामी सहित 10 शरणार्थी परिवारलाई राहत वितरण गर्नुभएको हो। शिविर व्यवस्थापन समिति बेल्डाङ्गीसँग समन्वय गरी आइतबार राहत वितरण गरेको थियो। शिविर व्यवस्थापन समिति बेल्डाङ्गीले समाजसेवी तुलाराम गुरुङले अमेरिकाबाट पठाउनु भएको रु 40,000 बराबरको राहत वितरण तथा बिरामीलाई आर्थिक सहयोग गरेको छ। समितिले उक्त सहयोग रकमबाट 2 जना मृगौला पीडित बिरामीलाई आर्थिक सहयोग पनि गरेको छ। समितिले मृगौला रोगी लक्ष्मीमाया राई र हस्तबहादुर राईलाई 10-10 हजारको दरले आर्थिक सहयोग गरेको हो। यसै गरी एकल तथा असहाय शरणार्थी परिवारलाई चामल, दाल र खानेतेल पनि सहयोग गरेको छ। प्रत्येक परिवारलाई 1 बोरा चामल, दाल र 2 पोका खानेतेल पनि सहयोग गरेको छ। राहत वितरणपछि शिविर व्यवस्थापन समिति सचिव श्री सञ्चाङ सुब्बाले दाता अमेरिका निवासी तुलाराम गुरुङलाई धन्यवाद ज्ञापन गर्नुभएको छ। मोरी धन्यवाद भन्न चाहन्छु। हामी शिविर व्यवस्थापन समिति अथवा बस्ती व्यवस्थापन समिति बेल्डाङ्गीको तर्फबाट विशेष केही दिन अगाडि, आजभन्दा लगभग 5 दिन अगाडितिर उहाँको नेपाल भिजिटको क्रममा उहाँले भुटानी शरणार्थी शिविर बस्ती बेल्डाङ्गीमा वृद्ध अशक्तहरूलाई भनेर 40,000 जस्तो नेपाली रु हामी समक्ष उहाँहरूलाई केही सहयोग पुगोस् भनेर म बाँड्न चाहन्छु अथवा केही सहयोग गर्न चाहन्छु भनिरहँदाखेरि हामीले उहाँको समय पनि छोटो रहेको, त्यसले गर्दा बाँड्न पनि एक दिन पछाडि हामीले यो सबैको नामहरू निकालिदिने भन्ने कुरा गर्दै गर्दाखेरि उहाँको समय पुरा त्यति लामो नभएकोले गर्दा उहाँले त्यो पैसा चाहिँ हामी व्यवस्थापन समितिलाई विश्वास गरेर 40,000 छोडिदिनु भएको थियो। जुन 40,000 पैसाले हामीले किडनी पेसेन्ट जो हाम्रो नोटमा थियो, जो हाम्रो नजरमा हुनुहुन्थ्यो, थाहा पाउँदासम्म अहिलेसम्म उहाँहरूको पीडा हामीलाई राख्दै हुनुहुन्थ्यो, उहाँहरूलाई त्यो व्यक्तिहरू चाहिँ 2 जना हुनुहुन्थ्यो। जस्तो एकजना हस्तबहादुर राई र लक्ष्मीमाया राई। जो हस्तबहादुर राई चाहिँ सेक्टर D1बाट हुनुहुन्थ्यो भने लक्ष्मीमाया राई चाहिँ सुगर विभिन्न रोगले अति दीर्घ रोगी हुनुभएर अति नै शीघ्र अहिले चाहिँ छाप्रासम्म सारेर उहाँलाई त्यो जुन बसिरहेको छाप्रामा पनि उहाँलाई फिट नभएर उहाँलाई आफ्नो आफन्तमा सार्दै कोही बेला चिसो खोज्दै राखेको अवस्थामा, त्यस्तो अवस्थामा पनि देखेकोले गर्दा हामी व्यवस्थापन समितिले आफैसँग बजेट नभएको अवस्थामा पनि यसरी कसै डोनरहरूले खुल्ला दिनु भएको व्यक्तित्वहरूले दिँदै गर्दाखेरि उहाँलाई हामीले मिस गर्न सकेनौँ र उहाँलाई हामीले बिर्सिन सकेनौँ र उहाँलाई भनेर लक्ष्मीमाया राईलाई शीघ्र स्वस्थ लाभको कामना गर्दै उहाँलाई पनि हामीले 10,000 नेपाली रु जुन 40,000बाट उहाँलाई 10,000 र हस्तबहादुर राईलाई पनि 10,000 बनाएर हामीले 20,000 उहाँलाई दिनु सक्यौँ। र सँगसँगै उहाँको परिवार साथै नै एकै व्यक्तिलाई आज किडनीदेखि लिएर दुनियाँ बिराम उहाँलाई लागेको हुनाले गर्दा सबै छोरादेखि बाउसम्म, छोरीसम्म पनि, बुहारीसम्म पनि त्यहाँ एकैजनालाई केयर गर्नुपर्ने भएकोले गर्दा उहाँहरूलाई निकै अहिले आर्थिक चपेटा परिरहेको, खाद्यान्नमा चपेटा परेकोले गर्दा फेरि त्यही दुवै बिरामीहरूलाई पनि यो रासन पनि 1 बोरा चामल, 2 पोका तेल, 1 केजी पुग नपुग दाल गरेर हामीले उहाँहरूलाई पनि यो पनि पारेको छौँ र म यो पनि जानकारी गराउन चाहन्छु। र त्यसो भन्दै स्पेसली यस्तो बिरामीहरूलाई पनि उहाँको त्यो सपोर्ट पुगेकोले गर्दा ससुरा तुलाराम गुरुङ जो बाबाको नाममा हाम्रो बुहारी जसमाया सेङदेन बहिनीले यो सपोर्ट गरिदिनु भएको छ, उहाँहरूलाई हामी व्यवस्थापन समिति बेल्डाङ्गीको तर्फबाट मुरी धन्यवाद दिन चाहन्छौँ। उहाँ चाहिँ युएसको पेन्सिल्भेनिया हेरिसबर्गबाट हुनुहुन्थ्यो। उहाँ अहिले नेपालमै हुनुहुन्छ होला। उहाँको भिजिट अति नै शान्तिपूर्वक, अति नै सफलतापूर्वक र अति नै चाहिँ रमाइलो ढङ्गले उहाँको भिजिट रहोस् भनेर पनि म कामना गर्न चाहन्छु। र उहाँले दिनुभएको पैसा हामीले सबै नेपालीहरू 40,000 थियो,
र त्यसरी नै हामीले अब 10 परिवारलाई चाहिँ 10 परिवारमा 2 परिवार किडनी पेसेन्ट नै हो अनि अरू 8 परिवारलाई चाहिँ भनेर हामीले दिने सोच गरेको छौँ र सो अनुसार नै म यो राहत चाहिँ वितरण गर्न गइरहेको म जानकारी गराउन चाहन्छु। धन्यवाद। म यस्तो भन्दै फेरि अन्तिममा हामीले यो हेर्दाखेरि थोरै देखिन्छ राहत, तर यसले ठुलो भाइटल रोल खेलेको अवस्था छ। हामी साँच्चै भन्नुपर्छ नि यो सपोर्टिभ एउटा एजेन्सीहरू नभएको बेला यसरी भिजिट गर्नेहरूले दिँदै गर्दाखेरि हामीसँग अहिले हेर्ने नै हो भने 10 परिवारले करिबन 1 महिनासम्म 1 महिना नपुग्यो भने 15 दिनसम्म चाहिँ बाँच्नको लागि उहाँलाई सहज भएको छ। म यसको लागि म परिवारले सोचेको हाँकेको ताकेको अनि उहाँको सम्बन्ध सधैँ राम्रो रहोस्, सधैँ सुध्रेर जाओस्, उहाँहरूको कर्म सधैँ चाहिँ बलियो बन्दै जाओस् भन्दै हामी कामना पनि गर्न चाहन्छौँ। र म जसमा सेङ्देन बहिनीको आफ्नो परिवारहरू आफ्नो आफन्तहरू यदि कतै बिरामी अवस्थामा हुनुहुन्छ भने उहाँहरूलाई पनि शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्न चाहन्छु। उहाँहरूको सोच यस्तो सच्च सोच, यस्तो चाहिँ फराकिलो सोच उहाँहरूको परिवारमा सधैँ कायम रहिरहोस् भन्दै पनि म यो हाम्रैसँग 10 परिवारलाई 40,000 को चाहिँ राहत वितरण गरेर ठुलो सहयोग पुर्याइदिनु भएकोमा सेङ्देन परिवार, गुरुङ परिवार, हाम्रो तुलाराम गुरुङ परिवार सम्पूर्णलाई एकपुष्ट रूपमा भुटानी शरणार्थी बस्ती व्यवस्थापन समितिको तर्फबाट, बेलनाईको तर्फबाट मुरी धन्यवाद भन्न चाहन्छु।